नमस्कार। म आज हाम्रो घरको आँगनीमा रहेको तुलसीको बोट खिचेर यहाँहरू समक्ष साझा गर्न गइरहेको छु। यो तुलसी चाहिँ धार्मिक हिसाबले, सांस्कृतिक हिसाबले र औषधीय गुणको हिसाबले अत्यन्तै महत्त्वपूर्ण एउटा जडीबुटी अथवा बिरुवा हो। यो तुलसीको उत्पत्ति अब यो धार्मिक कथा शिवस्तानी कथामा पनि चाहिँ बिन्दाको सरापले चाहिँ विष्णुलाई चाहिँ त्यो लागेको हुनाले ऊ चाहिँ बिरुवा भएर उम्रेका हुन् र विष्णुको प्रतिरूप हो भनेर पनि भन्ने गरिन्छ। यो तुलसीले बिहान बेलुका अक्सिजन दिन्छ। एउटा अक्सिडेन्ट एकदमै अक्सिजन राम्रो उत्पादन गर्ने बिरुवा मानिन्छ। यो औषधीय गुणको रूपमा हेर्ने हो भने रुगा लागेको, खोकी लागेको, कफ बगेको, ज्वरो आएको लगायतका विभिन्न समस्याको पनि उपचारको रूपमा चाहिँ उपचार गर्नको लागि पनि यो तुलसीको प्रयोग गरिन्छ। तुलसी एकदमै राम्रो फुलिरहेको छ। यो तुलसीको फुललाई चाहिँ मन्जरी भनिन्छ। यसको डाँठ, पात, फुल तिनै चिज यसको धेरै महत्त्वपूर्ण हुन्छ। यसलाई चाहिँ बिहानै चियाको रूपमा खाँदा पनि यसले रगतको शुद्धिकरणमा पनि सहयोग पुर्याउने हुन्छ। विशेष गरिकन कार्तिक महिना चाहिँ तुलसीका लागि धेरै महत्त्वपूर्ण छ। यो असारमा चाहिँ असार शुक्ल एकादशी, त्यो हरिशयनी एकादशीमा रोपेर कार्तिकको हरिबोधनी एकादशीमा चाहिँ यसको पूजा गरिन्छ। खास गरिकन तुलसीको बिहे गर्ने चलन पनि त्यतिखेर पनि छ। यो कार्तिक महिना, यो दामोदर महिना चाहिँ खास गरिकन यो तुलसीको विशेष पूजाआजा गरिने हुनाले यो तुलसी चाहिँ धेरै महत्त्वपूर्ण बिरुवा मानिन्छ। हामीले देखेका सुनेका बिरुवाहरूमध्ये तुलसी धेरै महत्त्वपूर्ण बिरुवा रहेको कुरा चाहिँ यहाँहरू समक्ष जानकारी गराउँदै बिदा हुन्छु। हवस् त, धन्यवाद, नमस्कार।